रिसेन्टली हामी यहाँ पुम्दीकोटको यो शिवको स्ट्याचु नजिकै पुगिसकेका छौँ र यो प्यानिङ गरेर देखाइरहेको छु। सम्पूर्ण दृश्यहरू भिडियोमा देखाउने नै छु। अहिले त्यतितिर लाग्दैछ है त। अहिले म मूर्ति भएको ठाउँतिर जाँदैछु। मेरो भ्लगमा विभिन्न ठाउँका दृश्यहरू पहिला पनि हजुरहरूले हेरिदिइराख्नु भएको छ, त्यसको लागि विशेष धन्यवाद दिँदै आज मैले पुम्दीकोटबाट हजुरहरूलाई यो दृश्य देखाइरहेको छु। यो शिवको भगवान शिव अर्थात् पशुपतिनाथ उहाँको मूर्तिको पछिल्लो भाग हो जहाँ डमरू अवस्थित छ। शिवले बजाउने डमरू यहाँ पछाडिपट्टि रहेको छ भने यसरी यहाँबाट विभिन्न शिवलिङ्गहरू हुँदै अगाडि गएर फ्रन्ट साइडबाट पनि देख्न सकिन्छ। यहाँ आन्तरिक पर्यटक तथा बाह्य पर्यटकको घुइँचो नै लागेको छ। यहाँ दृश्यमा देख्न सक्नुहुन्छ यो फोटो सेसन हुने काम भइरहेको छ। विभिन्न देशका व्यक्तिहरू साथै आन्तरिक पर्यटनलाई पनि एउटा सपोर्ट हुने उद्देश्यको साथमा यो आन्तरिक पर्यटनलाई विस्तारित गरिएको यो पुम्दीकोटको यो ठाउँ साँच्चै नै हाम्रो देशको पर्यटनलाई पक्कै पनि यसले केही टेवा दिनेछ भन्ने आशा गर्न सकिन्छ। दर्शकवृन्द, मैले हजुरहरूलाई यो शिवको मूर्तिलाई चाहिँ मैले साइडबाट देखाइरहेको छु। यो चाहिँ साइडबाट हेर्दाखेरि शिवको मूर्ति यस्तो देखिन्छ भने अब म यसरी यहाँबाट म अगाडिपट्टिको भागबाट हजुरहरूलाई देखाउने प्रयास गरिरहेको छु। अलिकति गर्मी बढेको छ, त्यस कारणले गर्दा पनि अलिकति हिँड्नलाई गाह्रो भएको छ भने म हजुरहरूलाई अर्को साइडबाट पनि दृश्य देखाउने प्रयास गरिरहेको छु। यहाँ विदेशी लगायत हाम्रो नेपाली आन्तरिक पर्यटकहरू पनि निकै रमाइरहेको दृश्य देख्न सकिन्छ। गाइस, अब हजुरहरूलाई कस्तो लाग्यो भिडियो हेरिसकेपछि कमेन्ट्स चाहिँ पक्कै गरिदिनु होला भन्न चाहेँ। यति मात्र भन्न चाहेँ। गर्मी निकै बढेको छ। मैले अन्य भिडियोहरू पनि पक्कै पनि देखाउने छु र लास्टमा हजुरहरूलाई यहाँबाट पोखरा कस्तो देखिन्छ त भन्ने देखाइरहेको छु। यता यो पोखराको दृश्य, यहाँबाट पुम्दीकोटको यो डाँडाबाट देखिने दृश्य निकै नै मनोरम छ।
यो फाइनल दृश्य हजुरहरूलाई देखाइरहेको छु। यसपछि भने मैले आजको यो भिडियो यहीँ समापन गर्नुपर्ने हुन्छ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। Keep watching, keep loving, keep subscribing our channel. Thank you very much. Bye bye. Have a nice day.